हेमराज खै त ठिक्क नाचेको खै दिन्छु म दिन्छु दिन्छु त बोलेको बोले तपाईँ त होइन यहाँ भिडियो पज गर्नु हुँदैन के अनि अहिले म खतीबाट के यसो गरौँ ल त्यसै गरौँ के हाँसौँ हाँस त ल हेमराज अनि यो भाइहरू सबै भाइहरू ल ल ल अब बन्दीपुर जाने होइन त अतन जाने त ल यो क्यामेरा समाइदिनु हेमराज कति दिने रे कति दिने रे जति हानि हुन्छ ल अब एउटा गीत गाएर अनि जाने अब हामी बन्दीपुर है लसारमा कहिले आज हुन्छ अहिले कुनै भ्याउँछ ऊ आलडाँडामा के पो छ भन्थ्यो हामी त जान लाग्यो हो अनि के आलडाँडामा त्यो भोगान घरमा होइन त्यहाँ नि नाच्छु नि म त्यहाँ नि नाच्छ बजाउँछ नि है ठुलो देख त्यो धुक धुक भन्छ नि बज्दै त्यहाँ नाच त्यसको तालमा नाच्छु नि म यहाँ आउने दाइ छ नि ए अघि त्यहाँ ढोकरे थियो नि कसलाई ए त्यो अर्को दाइलाई अर्जुन दाइले चिन्यो दुईजनालाई ढोक्यो अर्जुन दाइले चिन्छ अर्जुन दाइ त्यो भुन्दी ठुल्यामाको छोरा मेरो दाइ हो ठुल्यामाको छोरा नि हो नि हो मेरो दाइ हो कि म उहाँसँग बन्दीपुर जान लाग्यो त्यही भएर तपाईँसँग साथी आएको दाइ घर आयो म उहाँ दाइ घर आएको अब बन्दीपुर जाने हो कि अब मिठाई खानु 5 रुपियाँ दिन्छ मिठाई खानु 5 रुपियाँ अनि त्यो खानु हुने धेरै धेरै खानु आधा मुख खाएर फालिदिन्छु आधा मुख खाएर फाल्ने होइन खानुहुन्न राम्रो हुँदैन त्यो खायो भने झन् नाच्नु सकिहाल्छ नि यसले झन् बल आएको हो र खुट्टा डह्रो भएको हो त्यही भएर नाच्नु सकेको हो अनि झन् 3 फेर नाच्यो झन् काठमाडौँ कहिले जान्छ अत नि अब धेरै दिन छैन के अब लिन आउने रे हो 10-12 दिनमा ए बन्दीपुर फोन गरिसक्यो क्या मेरो दाइको ठुल दाइको फोनमा ए बन्दीपुर अनि आज जान्न आज त बिहान होला आज त रमाइलो हुन्छ त्यहाँ के हुन्छ र आज लोसार अनि उनी त्यहाँ उनीहरूले नि दिन्छ है ओए कति दिन्छ कति तपाईँको भन्दा पनि धेरै दिन्छ है दिन्छ अस्ति होइन त के अरे 4 गोजे कमाइदियो हो र त्यही भएर त 4 पेस्ट्री मासु ल्याइदिएको बाइलरको कसले मैले 200को कहाँ घरमा सबैलाई पुग्यो नि आज धेरै भयो मासु आधा 2 पेस्ट्री पकायो 2 पेस्ट्री भोलिलाई थियो के त्यो नि खाइसक्यो भ्याइसक्यो अनि हेमराजले बिहा गरेको गरे होइन हजुर बिहे गरेको गरेन बिहे मन्जु गरेछ मन्जु ए बिहा गरे होइन मन्जु उतुलाई ठिक्क हुन्छ हो र त्यो लामो कपाल भएको लागि रक्सी आउनु न कुकुरले टोक्छ कुकुरले टोया थाहा हुन्न भाग्नु सक्दैन त्यही भएर मैले घर आउनु पनि नदिएको यहाँ हो भाइ बिले स्यापै हान्ने त त्यो कुकुरले टोक्दै ओहो छोपेर आइगएको सुई हान्नुपर्छ कुकुरले टोक्दाखेरि हो हान्नुपर्छ सुई हाल्यो भने क्या हुन्छ त्यो रोग लाग्दैन अन्त निको हुन्छ है निको भइहाल्छ नि अन्त अलिकता पनि दुख्दैन सुई हाल्यो भने त्यो बच्चालाई जस्तो कहिले टोके यो टोकेको त झन् 150 दिन भयो 150 1.5 महिना भयो ए ल त्यो खाऊ त्यो यो त कुरकुरे हो त्यो छोरी बहिनीले ल्याइदिएको थियो बहिनी छ बहिनी हो नि त हामीले पर्छ हामीलाई त दाइ हो अनि बहिनी दाइ हो के हेमराजसँग चाहिँ को बस्ने नि को बस्ने मम्मी घरको जाने खोल्यातै बस्ने खोल्यातै हो म 2टा कोठा यता नि यो झ्याल छ नि यो झ्याल उता त्यो कुना त्यो माझमा त्यो यो एउटा कोठा भयो यो एउटा कोठा भयो
दुईटा कोठा छ नि एउटा यतापट्टि म सुत्छ म एक्लो यतापट्टि दाइ छोरा छोरी बाउ आमा सुत्छ हो अनि जाडो हुन्छ है उनीहरू राति दामी न्यानो कम्बल ओरेर सुत्छ हो र अलिकति कमिला जति नि जाडो हुन्न हो म त त्यही भएर अलिकता नाका भएको हो बिहान कति बजी उठ्यो त 3 बजे 3 बजे राति नै कुखुरा बाँच्ने बित्तिकै हो र ठिकै उज्यालो भइहाल्यो कुखुरा बाँचिहाल्यो त्यही बेला उठि गएको जुरुक्कै उठि गएको त्यही भएर अन्त यिनीहरूलाई धपाइरहेको कुखुरा कुखुरा हेमराजकै हो यो कुन यो सानो त हाम्रो उत्यो त ठुल्यामाको हो ठुल्यामा तल घरको हाम्रो त बाँच्ने भाले छैन अब छैन नत्र त हेमराजले काटेर खाइदिन्छ होला हाम्रो भाले भयो भने त्यो बाँच्ने कहाँ काटेर खाएर खान्न बाँच्नु लाएर नि बाँच्नु लगाइरह्यो नि अरूले जस्तो अनि भुवनलाई चिन्छ भुवनलाई कसलाई भुवन सिंहलाई ए त्यसो त ऊ पारी उहाँ आउनुहुन्न म उहाँ हो भुवन दाइ छ होला ए अनि अन्त त्यता गएर अन्त म उता जान्छु ए सबैलाई भेट्नु पर्यो नि पर्यो आज त्यहाँ रमाइलो गर्छ बराबर भेट्नु पर्यो नि बराबर भेट्नु मासुको भाग फारेको जस्तो हो मलाई दुईजनको अन्त बराबर हुन्छ मलाई चिन्यो त अब हजुर मलाई चिन्यो त चिन्यो दाइ हो को त दाइ हो दाइ कसको भाइ रे छोरी 10 दिन धापा त थियो नाची खै त कहाँ यता भयो यार वा तल भनेको ठुल्यामा गएको थिएँ छोरी त यार जान के यता ल अनि ठिक छ नि दाइ त ऊ बात मारिरहेछ अर्जुन दाइ मेरो दाइ हो कि त नि बात मार तपाईँ नि गरेर मार्नु न बात अब मार्ने बात मार्ने त्यो बजे ठुल्या दिदिहाल्छिन् ए अनि त्यो धेरै नखाऊ है ल धेरै खानु अलिकता खाएर फालिदिन्छु के अलिकति खाएर फालिदियो है ल भात खानुपर्छ है ल अलि के अरे बढी बिहान उठेर यताउता जानुहुन्न घरमा बस्ने खाना खाने है ल हुन्न त अनि त्यसपछि उता काठमाडौँबाट काठमाडौँ जाने नि त अब जाने ल है राम निको भएर औषधि खायो त ए औषधि देखिन यस्तो खाने हो कि है ए कति खानुपर्छ सानो ठुलो मिलाएर खाने एउटा ठुलो झिक्ने एउटा सानो झिक्ने ठुलो र सानो मिलाउँदै खाने के दिनमा कतिवटा खानुपर्छ दुईटा डाक्टरले भनेछ नि त दुईटा खानु भाइ सानो र ठुलो मिलाएर भनेछ के त्यही भएर मैले सानो र ठुलो खाइरहेको ल उता जानु न ल है त ल बरु अर्कोचोटि भोलि पछि भेटौँ ल ल ठिक्क दिनमा ल है ल